हामी चाहिँ लाग्दैछौँ अहिले धर्मशाला जाने बाटोमा हामी रमाइलो गर्दै छिरिसक्यो हामी अब धर्मशालाको बाटोतिर छिरिसक्यो चढ्दैछौँ उकालो हामी हो उकालो अब कति टाइम लाग्छ पुग्नलाई अब लाग्छ होला 2 घन्टा जति लाग्छ तर किलोमिटर त त्यहाँ धेरै देखाएको छैन नि त घुम्नु पर्यो धेरै घुम्नु पर्यो मनाली धर्मशाला वे टु धर्मशाला हिमाचल प्रदेश यसको कसले बाटो चिन्नुहुन्छ कमेन्ट गरौँ त ल त्यो बाटो आउनेले म भन्नुभयो का फोन आ गया है बस अब पहुंचने वाला है धर्मशाला आ गए
यहाँ धर्मशालाको माथि यहाँ गुम्बामा छु। मामाको चाहिँ त्यहाँ माथिको माथि बस्नु हुँदो रहेछ। सिनियर भएपछि चाहिँ मामा त्यहाँ हुनुहुन्छ, हामी त्यहाँ खाना खायो। अनि हाम्रो चाहिँ यहाँ गेस्ट रुममा यो लामाको गुम्बाहरूको पनि गेस्ट रुम रहेछ क्या, बाहिरी मान्छे पनि आएर बस्नु पाउने रहेछ। तर हामीलाई चाहिँ मामाको स्पेसल मान्छे भनेर भान्जाहरू भएर हामी चाहिँ बस्यौँ। हामीलाई चाहिँ फरक परेन। अरूलाई चाहिँ यहाँ थोरै रकममा तपाईँहरू इन्डिया यता धर्मशाला घुम्न आउनुहुन्छ भने बजेट छैन भने थोरै बजेटमा तपाईँहरू यहाँ घुम्न बस्न सक्नुहुँदो रहेछ। गेस्ट हाउसमा एकदम राम्रो रहेछ। चिसो तातोको पानीको व्यवस्था, एसीको व्यवस्था सहित भएको एकदम थोरै तपाईँहरूलाई घुम्न आउँदाखेरि अब बस्न ठाउँको यस्तो खाँचो छ भने यहाँ गुम्बाभित्र सम्पर्क गरेर बस्न सक्नुहुँदो रहेछ। अनि हामी चाहिँ गुम्बामा हो। अनि गुम्बा एकदम ठुलो रहेछ। त्यहाँ त्यो सामसङको बोर्ड लेखाबाट मास्तिर त्यो गुम्बा भित्र रहेछ। त्यहाँबाट माथि छिर्दा आएपछि सरहरू आएपछि लगभग यहाँ 100-200 रोपनी जतिमा फैलेको गुम्बा रहेछ। धेरै गुम्बा यहाँ लगभग हिजो 1500-2000 जना यहाँ लामा बस्नुहुन्छ अरे, पढ्नुहुन्छ अरे। धर्मशाला चाहिँ उठ्यो माथि हो। त्यहाँ चाहिँ अब हामी जान्छौँ एकछिनमा। अहिले चाहिँ हामी भर्खर उठेको। लामाको दर्शन हाम्रो 12 बजे छ, दलाई लामाको दर्शन गर्नलाई। र म जाने तर्फमा छु। यसको पनि म भिडियोहरू मेरो ब्लगमा हाल्छु, तपाईँहरू हेर्न सक्नुहुनेछ। अब यो जानु यहाँबाट यति ठुलो छ कि वहाँ माथिसम्म पुरै गुम्बा हो। सबभन्दा माथिको चाहिँ ठुलो लामा बस्नु हुँदो रहेछ। र मामा चाहिँ माथि सबभन्दा ठुलो माथि त हुनुहुँदो रहेछ। यहाँको पनि पोस्ट हुँदो रहेछ। नर्मल आएको लामाहरू यहाँ बस्ने, त्यसपछि स्टेप माथि हुँदै त्यहाँ पुग्ने। त्यहाँबाट नि त्योभन्दा पनि सिनियर लास्टमा रहेपछि त्यो माथि चाहिँ मामाले हाम्रो खाना खानु बाटोमा गएर हामी खाना खायो। लामा खाना खायो। लामा खाना त नभनौँ, यो सँगवाला मेसमान्ने सहित खाना आउनुभयो। यस्तो रमाइलो ठाउँमा तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नलाई। म अब फेरि हरेक दिनै एउटा ब्लग हाल्छु। तपाईँहरूले मेरो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने ट्याग थिचेर सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गर्नु होला। अनि के छ म यस्तो नयाँ जानु चाहिँ यहाँ चाहिँ यस्तो हाम्रो नेपालमा चाहिँ म यहाँ एकछिन बस्दा नि यहाँ जाडो लुक कामिरहेको छु। अनि मेरो कपडा चाहिँ मैले हिजो लाएर कपडा उभाएर धोएर यहाँ सुकाउन आएको। अनि यस्तो राम्रो ट्याक्क भ्यू देखा भएर ट्याक्क खिचिहालेको। र यस्तो तातो हरियो छ। अहिले चाहिँ गर्मी महिनाको उत्पात गर्मी भएको बेला हो। त्यही भएर हेर्नुहोस् है, यता माथि हिउँ पग्लेर लगभग एउटा 6-7 किलोमिटर माथि होला हिउँ पग्लेर लास्ट हिमाल हो त्यो। देख्नु भएको छ कि देख्नु भएको छैन? हिमालमा हिउँ पग्लेर अलिअलि गइरहेछ। जाडो छ। लामाहरू सबैले ज्याकेटहरू लाएर गएर बसिरहेछ। म चाहिँ एकछिन घाम लाग्छ भर्खर, त्यही भएर लुक काम्दै वैशाखको आज 14 गते आमा खुवाउने आउँछु। मेरो आमा सासु आमालाई धेरै सम्झना छ। मेरो आमा अनि सासु आमालाई पनि सम्झना छ। म अहिले आउनु पाइनँ, मेरो काम विशेषले र साथीहरूले गर्दा म यता आउनु पऱ्यो। म 1-2 दिनमा आउँछु। कानबिसमा आमा सासु आमा दुईजनालाई म भेट्न आउँछु 2-4 दिनमा गाइस। तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ गुम्बामा। अनि अब हामी 2-4 दिन बस्छु, केही दिन। अब हामी यहाँ आज दलाई लामालाई भेट्ने कुरा छ। त्यसपछि भोलि आज दलाई लामालाई भेटेपछि भोलि चाहिँ माथि त्यो हिमालमा जाने कुरा छ। हिमालमा यो खेल्न। त्यसपछि यो चाहिँ धर्मशाला हो। त्यसपछि भोलिपछि हिमालमा जानेछौँ। पर्सि मनाली जानेछौँ। वर्ल्डको बेस्ट फिल्म सुटिङ स्थल मनाली, त्यहाँ जाँदैछौँ। म त्यहाँको पनि ब्लग बनाउँछु। र अनि त्यसपछि अहिले चाहिँ अनि त्यसपछि दिल्ली फर्केर अनि त्यसपछि सिलगढी हुँदै म नेपाल आउँछु गाइस। तपाईँहरूलाई यस्तै ब्लगहरू बनाइरहन्छु, हेर्नु होला। मेरो सबिनराज श्रेष्ठ युट्युब च्यानलमा ट्याक्क थिचेर सब्सक्राइब गर्नु होला। अनि लाइक कमेन्ट के छ गर्नु होला। तिमीहरू म चाहिँ यत्तिकै अहिले भर्खर उठेर आएको भएर कपाल झिङ्रिङ्गै छ। भने पनि मैले तपाईँलाई यस्तो राम्रो भ्यू देखाएँ अरे किन भिडियो नबनाएर बसौँ भनेर ट्याक्क एउटा भिडियो बनाइहालेको गाइस। ल आज हाम्रो आजबाट ब्लग सुरु भयो त। गुड मर्निङ। चाहिँ गुम्बामा माथि छ। हामी चाहिँ तल गुम्बाको गेस्ट हाउसमा त्यो त्यसमा बसेको। वा कस्तो राम्रो कटिङ पनि।
हाम्रो गाडी चाहिँ माथि छ त्यहाँ गाडी माथि होइन यतापट्टि हो गाडी यो चाहिँ मेन लामा मामा बस्ने ठाउँ लामा मामा लामालाई बस्ने छ र हामी भित्र छिर्दैछौँ मामाले चिया बनाउँदै चुतेनले चिया बनाउँदै हुनुहुन्छ प्लान यस्तो छ मामाको रुम सिम्पल मामाको रुम Toen we dat in de muziek